यो चाहिँ झिमरुक 7 प्युठानको तुसाराको बाटो। यहाँको त्यो समस्त पुरै प्युठानको प्रतिनिधित्व चाहिँ हाम्रो सूर्य थापाज्यूले गर्नुभएको छ। बाटोको हालत यस्तो छ, तपाईँ देख्न सक्नुहुन्छ। जनताहरूले कति दुःख पाएका छन्, कति कष्ट पाएका छन्, तपाईँहरू हेर्न सक्नुहुन्छ। हुन त सूर्य थापाको पनि के नै दोष भएर हामी जनता नै उस्तै भइसकेपछि हामीले नै उहाँलाई भोट दिएर जिताएका हौँ। उहाँले काम गर्नुहुन्छ होला, हाम्रो प्युठानमा विकास हुन्छ होला, पिच बाटोहरू हुन्छ होला, हाम्रो शिक्षामा लगानी गर्नुहुन्छ होला, हाम्रो बाटोमा लगानी गर्नुहुन्छ होला, हाम्रो विकास र पूर्वाधारमा लगानी गर्नुहुन्छ होला भनेर चाहिँ हामीले उहाँलाई भोट दियौँ हैन। र हामीले अहिले यति दुःख पाएका छौँ। यो बाटो, यो हिलो, यो धुलो, धुवाँ, हरेक कुराबाट हामी एकदमै पछाडि छौँ। हामी एकदम विकटमा छौँ भने नि हुन्छ।